जताततै है नट कति चाहिन्छ सुपारीको बिरुवा 100 200 1000 2000 4000 10000 होलसेल झापाकै सबैभन्दा ठुलो होलसेल सुपारीको अर्जुनधारा 4 स्थित अथवा 5 स्थित छ जहाँ चाहिँ होलसेलमा यहाँबाट दिन्छ। इन्डियाको बिरुवाबाट जोगिनुहोस्, नेपालकै आफ्नै स्थानीय बिरुवाबाट चाहिँ रोपेर आय आर्जन गर्नुपर्ने हुन्छ। अब यो भाइ चन्दन कफी सबै नै लगाएको छ त। यो के हो भाइ? यो त अनि ब्ल्याक डायमन्ड जस्तो देख्छु त नि। अग्रुट कमन यो त ल बेलैमा बुद्धि पुऱ्याएको। यसले पछि अब त्यो 8-10 मात्रै दिने कुरो हो यसको चाहिँ। थाहा छँदैछ सबैलाई, कृषकहरूलाई। अब यो कफी हो वार्षिक, यसले पनि दिन थालेपछि 400-500 फ्यालिहाल्छ। अब यता त अब रक्तचन्दन एउटा भिडियो त आइगएको छ, तर पनि अझै पनि यहाँ मिनी रक्तचन्दन सानो छ, अझै 1-2 वर्षको बिरुवा हो यता। अब माने त यता कद्दु थाहा छ होला नि त। अनि मानेको साइडमा उता फेरि यो फेरि 2 वर्ष बिरुवा हो, नेक्स्ट लेभल। यो चाहिँ अब बर्मा बगैँचा भन्ने जत्तिकै हो। यता मेवा के खाने यहाँनिर लगभग 64-65 खालको। यता के चिकु कि लिची हो भाइ? त्यो लिची, सिडलेस लिची हो यता छ। अब यता फेरि सर्लक आउने हो भने कागती अहिले चाहिँ छैन। एउटा रुखबाट अस्ति 2300-2400 एउटा दुईटाबाट गरेर 4500 एउटा मात्रै। एउटा दुईटा त रहेछ यार, अहिले उठाउँछु म। अब कागतीको बिरुवा चाहिए पनि सम्झिनुहोस्। यो झापा मोरङ सुनसरी हाम्रो चुरेको भित्ताउँदी मध्य पहाडी 1000 मिटरको हाइटसम्म फल्ने कागती हो। यो 12 मासे हो। अब यता पनि फेरि बिरुवा यो खालको चाहिँ 10 कट्ठामा मात्रै छ हाम्रो। अब पर पनि छ, जुम गरेर अलिकति देखाउन मिल्दैन त्यो परालको उतापट्टि सरलक्क। समग्रमा बिरुवा जति चाहिए पनि, जेको चाहिए पनि स्थानीय बिरुवा हाम्रो नेपालकै बजारलाई प्राथमिकता दिउँ, अनि प्लस इन्डियाको बिरुवाबाट चाहिँ जोग्यौँ है। 7 पल्ट मार खाएर आसामबाट आएको बिरुवा भनेर रोप्छन् साथीहरूले, 2 वर्ष 3 वर्षमा फेरि अर्को बिरुवा चेन्ज गरेर नेपालकै हालेको देखिएको छ। यही हो समग्रमा भन्न खोजेको के हो भने आफ्नै लोकललाई प्रायोरिटी दिउँ र बिरुवा जति चाहिएमा पनि सुपारीको अथवा रक्तचन्दन, अग्रुट भयो, विविध लगायत कागतीको, 12 मासे कागतीको। हामीसँग नरिवल पनि अहिले नरिवल पनि छ, लगभग पानी खाने नरिवल। घरमा एउटा दुईटा रोप्दा हुन्छ सबैले। 200-400 इन्भेस्ट गरिराखौँ, पछि व्यावसायिक हिसाबले बेच्छु नै भन्दा पनि खाँदै ओर्दा पनि वर्षको 8-10 हजारको बिकिहाल्छ। र एउटा किसानहरूले यसो बगैँचा बनाउँछु भन्दाखेरि हामीलाई सम्झिनु पर्यो। सर्लक्कै बिरुवाहरू सस्तो सुलभ रूपमा हामी नम्बर पनि छोड्नेछौँ। यो टक्कै 2 वर्षको बिरुवा हो। यसलाई मजाले मलजल यत्रैदेखि नै हामीले हालिरहेछौँ। भनिन्छ बिरुवालाई सानैमा स्याहार राम्रो पुग्यो भने ठुलो भएपछि त्यसले दिइहाल्छ भने हाम्रो चाहिँ त्यो सानैमै पुगिसकेको छ। यसलाई यो सर्लकै हाम्रो लगभग वर्षको 12 महिना रोप्न थाल्ने बिरुवाहरू छ सुपारीको। हामी ग्यारेन्टी दिन्छौँ र हामी रोप्ने काम पनि गर्छौँ सँगै। कसैले व्यावसायिक हिसाबले 1000, 2000, 500 लाउँछ भने हामी ग्यारेन्टीका साथ रिस्क लिएर रोपिदिने काम पनि गर्छौँ। यो खालको छ बिरुवाहरू चाहिँ। र हाम्रो यो अहिलेलाई हाम्रो यो छोटो भ्लग यहीँ टुङ्ग्याउँ होला भाइ।